हेलो साथीहरु, सबैले बेंगलोर सिटीको सिटी बिल्डिङहरु देखाउँछ हैन, घरहरु, रुमहरु, घरहरु। म चाहिँ देखाउँछु सिटी हैन, खेती। अब खेती पनि हेर्नु होस्। सिटी त मन पर्छ तर मलाई खेती पनि साह्रै मन पर्छ, खेतीबारीहरु पनि। यहाँ हेर्नुहोस्, यो लगाइरहेछ काँक्राको खेतीबारी रहेछ। र हामी यहाँ कसरी आइपुग्यौं भन्दाखेरि हामी स्कुलको फिल्ड वर्कमा हिँडिरहेको छौं। स्कुलको एडभर्टाइज आउनुहोस्, हाम्रो स्कुलमा आउनुहोस् भन्नुपर्ने रहेछ। अनि सबै ग्रुप हिँडिरहेछौँ र अहिले हामी शीतल छाप्दै आएको थियौं। र यो खेतीबारी देख्दा राम्रो लाग्यो नि। यहाँ पनि पहाडहरु हुँदो रहेछ, यहाँ पनि देखेर राम्रो लाग्दैछ। अरु हेर्नुहोस्, अनि इमलीको गाछ चाहिँ साह्रै लाउँदो रहेछ, यहाँ इमलीको खेती नै गर्दो रहेछ। अनि यो सब हेर्नुहोस्, यहाँ देखेर राम्रो लाग्यो त हेर्नु है। अनि अहिले हामी रेस्ट गर्नुको लागि यहाँ छाउमा आइरहेछौँ। म्याडम पनि हुनुहुन्छ। नयाँ जग्गामा आएको यस्तो सब देख्नु पाउँदा राम्रै लाग्दो रहेछ। यो छाउको लागि यस्तोहरू बनाइरै राख्दो रहेछ। हुनु त बहुत राम्रो घर हुँदो रहेछ नि त यहाँ पनि। तर पनि अब आफ्नो ट्रेडिसनललाई नछोडेको होला नि त, हाम्रो आसाम जस्तै। अनि यहाँ हेर्नुहोस्, हेर्नुहोस् यहाँ यसलाई के भन्नुहुन्छ तपाईहरुले? यो घाँसलाई मलबरी भन्छ। यहाँ हेर्नुहोस्, सब कुछ हुँदो रहेछ हो यहाँ पनि। म त मेरै गाउँमा छु जस्तो लाग्दैछ नि। यहाँ सिल्कवर्म एरीपुक भन्छ आसाममा। त हेर्छु म। एले ओपन द डोर वान्स। अच्छा, धक्का दिनु अरे। वाह, म एरीपुक जग्गामा आइपुगे। हेर्नुहोस्, एरीपुक खेती गर्दो रहेछ नि त यहाँ सिल्कवर्मको। हेर्नुहोस्, मलाई त राम्रो पो लाग्छ त हौ गाउँहरू यस्तोहरू। लु मेरो ब्लगमा हाई भन्देऊ न त एक बार। हेलो गाइस। अब के भन्नु, म हामी बिजी इटिङ पिनट। आराम गर्न आएको, गिराइ पो दिएछु, खेदाउँछ होला। त्यो मलबरीको गाछ खाँदो रहेछ नाले? यो खान्छ नि, हाम्रो घरछेउमा यस्तो फ्याक्ट्री छ। अच्छा अच्छा। ल, आसाममा नदेखेको खेती मैले यहाँ आएर देख्नु पर्यो। साह्रै राम्रो पो लाग्यो हौ। के गिराइदिन के मैले?